तपाईँ पनि जेनजी एकाउन्ट खोल्न चाहनुहुन्छ? यदि यसो हो भने यस भिडियो अन्तर्गत म तपाईँहरूलाई जेनजी एकाउन्ट कसरी खोल्ने र कुन उमेर समूहका साथीहरूले जेनजी एकाउन्ट खोल्न सक्छन् र के डकुमेन्ट चाहिन्छ त्यो पनि बताउने छु। नमस्ते साथीहरू, तपाईँहरूलाई यस युट्युब च्यानलमा स्वागत छ। साथीहरू, यस भिडियोलाई एक लाइक गर्नुका साथसाथै च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। 13 वर्षदेखि 28 वर्षभित्रका उमेर समूहकाले खोल्न सकिन्छ र नागरिकता भए एकाउन्ट खोल्न सकिन्छ। सिद्धार्थ ब्याङ्कको वेबसाइटमा जानुहोस्। सबैभन्दा पहिला साथीहरू, वेबसाइटमा गइसकेपछि सिद्धार्थ ब्याङ्क क्लिक गर्नुहोस्। त्यसपछि यहाँ तलपट्टि देख्न सक्नुहुन्छ एकाउन्ट ओपनिङ भनेर, अनलाइन एकाउन्ट ओपनिङ छान्नुहोस्। त्यहाँबाट सिद्धार्थ जेनजी सेभिङ एकाउन्ट छ, त्यहाँ एप्लाई गर्नुहोस्। एप्लाई गरेर क्लिक गरिसकेपछि यहाँ इन्डिभिजुअल अलरेडी आछ। यहाँ इनसाइड कन्ट्री भयो। तपाईको आफ्नो पहिलो नाम, त्यहाँबाट लास्ट नाम, सरनेम, त्यसैगरी तपाईको मोबाइल नम्बर, फोन नम्बर छ भने फोन नम्बर, नभए इमेल हाल्नुहोस्। इमेल हालिसकेपछि तपाईको जन्म मिति विक्रम सम्वत र इस्वी सम्वत दुईटामा हाल्नुपर्छ। यहाँ विक्रम सम्वतमा हाल्नुहोस् नेपालीमा। नेपालीमा हालिसकेपछि यहाँ अटोमेटिक इङ्ग्लिसमा आइसकेको छ। एप्लाई फ्रम कन्ट्री, त्यहाँ नेपाल छान्नुहोस्। नेपाल सर्च गरेर नेपाल थिचिसकेपछि तपाईको नागरिकता नम्बर, नेसनल आइडी नम्बर भनेको छ, तपाईको नागरिकता नम्बर, आफ्नो नागरिकता नम्बर राखेर अनि कहिले जारी भएको मिति, कहिले बनाउनु भएको छ तपाईले नागरिकता, त्यो बनाएको मिति लेखेपछि नागरिकतामा हुन्छ। हेर्नु होला जारी मिति भनेर। त्यति गरिसकेपछि यहाँ डेट छान्नु भइसकेपछि यहाँ कुन जिल्ला भनेछ धनकुटा, त्यसपछि यहाँ क्याप्चा जस्ताको तस्तै लेखेर प्रोसिड एकाउन्ट ओपनिङमा थिच्नुहोस्। यहाँ थिचिसकेपछि हाम्रो पहिलो स्टेप पुरा हुन्छ। भेरिफाई, पहिलो स्टेप अर्थात् भेरिफाई ओटिपी आउँछ। अघि हामीले फोन नम्बर हालेको थियौँ अथवा इमेल अघि हालेकोमा ओटिपी आउँछ। यहाँ हाम्रो इमेलमा आइसकेको छ ओटिपी। यहाँबाट ओटिपी हामीले कपी गरेर इन्टर ओटिपीमा क्लिक गर्छौँ। इन्टर ओटिपीमा क्लिक गरिसकेपछि अघिको ओटिपी यहाँ राखेर भेरिफाई गरेपछि पर्सनल डिटेल, यो पर्सनल इन्फर्मेसनमा बेसिक अघि आइसकेको छ। यहाँ नेसनल के अरे धनकुटा आइहाल्यो। सेभिङ नेपाली रुपियाँ अलरेडी आयो। पर्पज सेभिङ आयो। नेसनलिटी नेपालीज। यहाँ तपाईँको फोटो हाल्नु भनेको छ। यहाँ फोटो, पासपोर्ट साइजको फोटो यहाँ अपलोड गर्नु होला। पासपोर्ट साइजको फोटो अपलोड गरिसकेपछि तपाईँ नेपाल अनि 1 नम्बर प्रदेश धनकुटा के अरे पाखरीबास नगरपालिका, स्टेट नम्बर तपाईँले गुगलमा गएर सर्च गर्नु होला आफ्नो स्टेट नम्बर हालिसकेपछि गुगलमा सर्च गर्नुभयो नि हुन्छ, अर्थात् प्रपर्टीमा सर्च गर्नुभयो नि हुन्छ। स्टेट नम्बरको लागि यहाँ स्टेट नम्बर क्यापिटलमा लेख्नु होला। क्यापिटल लेखेपछि आफ्नो टोल लेख्नु होला। टोल भइसकेपछि हाउस नम्बर नलेख्नु भयो नि हुन्छ। तपाईले वडा नम्बर लेख्नु होला, आफ्नो कुन वडा हो। त्यहाँबाट पोस्ट बक्स लेख्नु भयो नि हुन्छ, नलेख्नु भयो नि हुन्छ। त्यहाँबाट फोन नम्बर छ भने लेख्नु होला। यहाँ मोबाइल नम्बर लेख्यौँ हामीले, मोबाइल नम्बर मात्रै छ। त्यसैगरी यहाँ तल सारिसकेपछि करेन्ट एड्रेसमा प्रदेश नम्बर 1, जिल्ला झापामा छु मैले, हामी झापाको बिर्तामोड। स्टेट गुगलमा गएर खोज्नुहोस्, अघि माथि जे हालेको छ त्यसै गरेर खोज्नुहोस्। यो चाहिँ करेन्ट एड्रेसको झापाको टोल लेख्नु भयो नि हुन्छ, नलेख्नु भयो नि हुन्छ। यहाँ स्टारको चिन्ह लगाएकोमा चाहिँ लेख्नु अनिवार्य छ, नभए अन्तर लेख्नु भयो नि हुन्छ, नलेख्नु भयो नि हुन्छ। जहाँ जहाँ स्टार लेखेको छ त्यहाँ चाहिँ अनिवार्य रूपमा तपाईँले लेख्नुपर्ने हुन्छ। यदि गरिसकेपछि यहाँ तल वडा नम्बर 4 भइहाल्यो। पोस्ट बक्स नम्बर नलेख्नु भयो नि हुन्छ।
यदि भइसकेपछि तल फोन नम्बर हाल्नुहोस् छ भने, नभए मोबाइल नम्बर हाल्यौँ हामीले। मोबाइल नम्बर, इमेल माथि जे हाल्नु भएको थियो त्यही इमेल आइडी, यहाँ राखिसकेपछि यहाँ तल फ्यामिली डिटेलमा तपाईले आफ्नो बुवाको नाम, फुल नेम लेख्नु होला। त्यहाँबाट आमाको नाम, फुल नेम, त्यसैगरी हजुरबुवाको नाम, त्यसै गरेर तपाईले हजुरआमाको नाम लेख्नु भए नि हुन्छ, नलेख्नु भए नि हुन्छ, नेसेसरी छैन। यहाँ स्टार लगाएको छ नि त्यो रातो, त्यो चाहिँ लेख्नुपर्छ। जितु श्रेष्ठ भयो। सेभ टु कन्टिन्यू गरिसकेपछि यहाँ फर बिजनेस पर्पज हो कि त फर स्टुडेन्ट, फर स्टुडेन्टमा तपाईँ स्टुडेन्ट हो भने तपाईँको आफ्नो कलेजको नाम लेख्नु होला। कलेजको नाम लेखिसकेपछि तलपट्टि एड्रेस लेख्नुपर्ने हुन्छ। एड्रेस लेख्नुहोस्। फोन नम्बर छ भने फोन नम्बर, अरू केही थप जानकारी छ भने एड प्लस गरेर एड मोडमा गर्न सक्नुहुन्छ। यहाँ तल अप टु कति गर्ने भन्छ। यहाँ अप टु हामीले गरेका छौँ अप टु 1 मिलियन वार्षिक ट्रान्जेक्सन भन्छ। त्यसै गरी एप्लिकेन्ट नम्बर अफ एनुअल ट्रान्जेक्सन कति गर्छ, के अरे अप टु 5। यति गरिसकेपछि सिलेक्ट द क्वालिफिकेसन, सेभ कन्टिन्यू। यदि गरिसकेपछि सिटिजनसिप अलरेडी आइरहेको छ। धनकुटा, इस्यु, जिल्ला, सिटिजनसिप नम्बर राखिसकेपछि जारी मिति राख्नु होला। जारी मिति इङ्ग्लिसबाट राखेपछि अटोमेटिक नेपालीबाट नि आउँछ। यहाँ तपाईले अब आफ्नो नागरिकताको अगाडिको र नागरिकताको पछाडिको भाग चाहिँ फोटो खिचेर हाल्नुपर्ने हुन्छ। यहाँ माथिपट्टि अगाडिको र तलपट्टि पछाडिको। यहाँ एउटा कुरा ध्यान दिनुपर्ने, फाइल साइज 2 MB भन्दा सानो हुनुपर्छ। 2 MB भन्दा माथिको यहाँ अपलोड गर्न मिल्दैन। यहाँ हामीले अगाडि नै फोटो खिचेर राखेका थियौँ। यहाँ अपलोड गर्न अगाडिको भाग र पछाडिको भाग अपलोड भइसकेपछि तपाईहरुले साथीहरु सेभ एन्ड कन्टिन्यू थिच्नु होला। सेभ एन्ड कन्टिन्यू थिचेपछि अदर डिटेल, अब लोकेसन डिटेल भन्छ। लोकेसन डिटेल चाहिँ साथीहरु यहाँ तपाईले कहाँको सर्च भनेको छ, सर्च गर्दा आइरहेको छैन। हामीले चाहिँ साथीहरु यहाँ फोन गरेर बैंकलाई फोन गरिसकेपछि मात्रै लोकेसनको पिन भनेर आएको थियो। यहाँ तल तपाईहरुले चेक डेबिट कार्ड बनाउनु छ भने एसएस गर्नु होला। हामीले यहाँ बनाउनु छैन। यहाँ हामीले डिमेट अकाउन्ट चाहिँ बनाउनु छ र डिमेट र मेरो शेयर पनि बनाउँछु भनेर लेखेका छौं। त्यसै गरी साथीहरु हामीले बैंकमा फोन गरेपछि मात्रै लोकेसन पिन भएको थियो।
यहाँ साथीहरु हाम्रो लोकेसन पिन भइसकेको छ। यहाँ तल देख्न सक्नुहुन्छ। यहाँ सर्च गरेर तपाईले आफ्नो लोकेसन पिन गर्नु होला। सेभ एन्ड कन्टिन्यू गरिसकेपछि तपाईले साथीहरु टर्म एन्ड कन्डिसनको पार्ट आउँछ। टर्म एन्ड कन्डिसनको चाहिँ रेकर्ड गरेनौं। टर्म एन्ड कन्डिसन ओके गरिसकेपछि तपाईको सबमिट भयो भनेर तपाईको इमेल आउँछ। इमेल आइसकेपछि 1-2 दिन भित्रमा तपाईको केवाइसी भेरिफाईको फोन आउँछ। त्यसबाट तपाईले आफ्नो नागरिकताबाट केवाइसी भेरिफाई गर्न सक्नुहुन्छ।